हृदयदेखिको अभिवादन गर्ने उपस्थित हुनुभएका सम्पूर्ण महानुभाव र हाम्रा सशस्त्रबाट पाल्नुभएका र जनपद प्रहरीबाट पाल्नुभएका हाम्रा सत्संग माध्यमबाट केही वर्ष भयो इटरीले संस्थागत रूपमा विजयादशमीको उपलक्ष्यमा सामूहिक रूपबाट हर्ष उल्लास बढाइको रूपमा यस्तो कार्यक्रमहरूलाई निरन्तरता दिने कार्य गरेको छ। त्यसको निम्ति निश्चित रूपबाट यो सत्संग परिवारलाई समस्त श्रद्धालु भक्तजनहरूले सधैँभरि स्मरणमा राखिरहनु पर्ने आवश्यकता छ। यो क्रम चन्द्र सूर्य या पृथ्वी रौँजेलसम्म यो इतिहास थालनी गरेकोलाई निरन्तरता गर्नु नै छ। त्यसकारण सत्संग माध्यमबाट जुन प्रकारबाट हामीले यो अवसर प्रत्येक भक्तालुहरूले प्राप्त गरेको कुरा छ, त्यसको निम्ति मैले पनि आज पहिलोपल्ट तपाईहरुको सम्मुख तपाईहरुको हर्ष बनाइमा मैले पनि आफूलाई सहभागिता गराउने अवसर जो प्राप्त भएको छ, यो कार्यक्रम र यो स्थितिले यो अवसर मैले प्राप्त गरे र यो प्रकारको प्रत्येक व्यक्तिले आफ्नो तह र तबकाबाट श्रद्धा भक्ति व्यक्त गर्ने अवसर पाइरहोस्। निश्चित रूपबाट हामीले बुझ्नुपर्छ विश्वमा जुन प्रकारबाट बडा दशमी मनाउने परम्परा र तरिका छ, यो एउटै मात्र मुलुक त्यो राष्ट्र हो नेपाल। नेपालीले जुन प्रकारबाट बडा दशमी हामीले मान्ने गरेका छौं, जुन तरिका हाम्रो छ, त्यो विश्वमा अन्यत्र कहीँ छैन। त्यसकारणलाई यसलाई निरन्तरता गर्नको निम्ति, यसलाई जीवितता कायम गर्नको निम्ति हामी प्रत्येक नेपालीले, हिन्दू धर्मावलम्बीहरूले यसलाई अंगीकार गर्ने अनि यसलाई निरन्तरता कायम गर्नको निम्ति आस्था र विश्वास हामी भित्र हुनुपर्छ। यो विश्वको निम्ति बेग्लै किसिमको स्थिति परिस्थिति र वातावरण हुने कुरामा हामीले विश्वास राख्नुपर्छ, जसद्वारा हामीलाई एकबद्धता गराउँछ। जुन कारणबाट हामी यहाँ अहिले जस्तो हामी धेरै किसिमका मान्छेहरू जम्मा भएका छौं, तर हाम्रो दृष्टिकोण सोच र हामीले जुन प्रकारको श्रद्धा भक्ति यहाँ व्यक्त गर्न चाहेका छौं, त्यो कुरो लगभग विश्वमा धेरै मुलुकहरूमा हुन सक्दैन। त्यसैले विजय दशमी भन्ने बित्तिकै हाम्रो समाजमा, हाम्रो राष्ट्रमा, हाम्रो यत्रतत्रमा विकृति विसङ्गति या त कुविचार कुसोचलाई चाहिँ अन्त्य गरेर राम्रो पक्षको मात्रै विजय हुन्छ, त्यसलाई अनुसरण गर्न यसले हामीलाई पाठ सिकाइरहेको छ। त्यो प्रकारका प्रत्येक व्यक्तिले यदि त्यो प्रकारको सोच यदि गर्ने नै हो भने, जुन प्रकारबाट हामीलाई यो परम्पराले हामीलाई एउटा शिक्षा दिएको छ, त्यसलाई निरन्तरता कायम गर्ने हो भने यो विश्वमा धेरै उत्कृष्ट समाज र राष्ट्र विश्व बन्छ भन्ने कुराको विश्वासको साथ यहाँ उपस्थित सम्पूर्ण
अब हामी डोलालाई आगममा रोकिदिनु होला फुलपाती डोलालाई आगममा एकछिन रोकिदिनु होला पछाडि मात्र हाम्रो यहाँ गाडी लिएर आयो यहाँ सत्सङ्ग मन्दिर हो
खिच्नु है राम्ररी खिच्नु धेरै त गरेको
बाहिर हुन्छ नि तपाईँको भित्र खोल्नुपर्छ हामी दुर्गा पूजा समिति आन्द्रामा
भन्ने कुराको विश्वासको साथ मेरो कुरालाई अन्त्य गर्छु। धन्यवाद।
मलाई यो अवसर प्रदान गर्नुभयो र समष्टिगत रूपबाट तपाईँहरूसँग प्रत्यक्ष रूपमा साक्षात्कार गर्न पाएँ। यो अवसर जुन प्राप्त गरेकोमा यस भेगका मित्रहरूलाई आयोजक मित्रहरूलाई धन्यवाद दिन्छु। साथै यहाँ सुरक्षा कर्मीहरूको सशक्त उपस्थिति छ। यसलाई यो हर्षोल्लासलाई अरू पढाइको रूपमा उहाँहरूले आफ्नो किसिमबाट यसलाई जुन प्रकारले योगदान दिनुभएको छ यसको निम्ति पनि म सम्पूर्ण पक्षलाई धन्यवाद दिँदै मेरो कुरामा जोड्छु। धन्यवाद। नवदुर्गा भवानीलाई सेवाले अर्पण गर्नुहुनेछ। अनि अब बेलुन उडाउने होला। हाम्रो कति भाग्यशाली रहेछ हेर्नुहोस् त। आज हामीले पनि अब मन्त्री पाएका ठुलो यस क्षेत्रबाट तर आज हाम्रो ठुलो सौभाग्य रहेछ। र उहाँको कतिबाट भने उद्घाटन रहेछ र भगवती माताको हाम्रो मन्दिर समुद्र गार्डन भइसकेको छ। हाम्रो यस मन्दिर समुद्र गार्डनमा उपस्थित हुनुहुने संयुक्त भाषा समाज, लक्ष्मीनारायण मन्दिर, सक्षम मन्दिर, मैले बिहान देखिरहेको छु आदर्श धर्म समूह, नवदुर्गा भवानी मन्दिर, सिद्धकारी कल विकास
छैनन्।